मुभीको सुरुवात एक क्लासरुमबाट हुन्छ, जहाँ सबैजनाले यो विकको न्युजपेपर हेरिरहेका हुन्छन्। त्यहाँ जसको सबैभन्दा राम्रो ड्रइङ हुन्छ त्यसलाई पनि न्युजपेपरमा एड गर्ने गरिन्छ। त्यसैले हरेकपल्ट एकजना केटीको मात्र माङ्गा ड्रइङ न्युजपेपरमा छापिने गर्थ्यो, जुन केटीको नाम फुजिनो हो। उनी जम्मा 4 कक्षामा पढ्थिन्, तर उनलाई माङ्गा ड्र गर्न मन पर्थ्यो। उनको आर्टलाई देखेर सबै क्लासमेटहरूले उनको तारिफ गर्छन्। त्यही बेला टिचरले फुजिनोलाई अफिसमा बोलाउँछ र यो विकको न्युजपेपर आफ्नो क्लासमा पढ्ने साथीको घरमा पुर्याइदिन भन्छ, जसको नाम क्योमोतो हुन्छ। उनी इन्ट्रोभर्ट भएकीले इक्जाम बाहेक अरू दिन कहिले पनि स्कुल आउँदिन थिइन्। टिचर फुजिनोलाई भन्छन् कि क्योमोतोलाई पनि तिमी जस्तै माङ्गा ड्र गर्न मन पर्छ, जसमा फुजिनो एरोगेन्टली भन्छ कि यदि उनी स्कुल नै आउँदिनन् भने उनले कसरी नै माङ्गा ड्र गर्न सक्छिन् र। तर जब नेक्स्ट विकको न्युजपेपर आउँछ त्यसलाई देखेर त फुजिनो हैरानै हुन्छन्, किनकि त्यहाँ उनको माङ्गा ड्रइङ सँगसँगै क्योमोतोको पनि माङ्गा छापिएको हुन्छ, जसको आर्ट फुजिनोको भन्दा धेरै राम्रो थियो। त्यो आर्टलाई देखेर फुजिनोको क्लासको सबैले क्योमोतोको तारिफ गर्न थाल्छन्। एकजना केटाले त उनकै अगाडि भन्छ कि क्योमोतोको ड्रइङको अगाडि त फुजिनोको ड्रइङ धेरै खराब छ। यो सुनेर फुजिनोलाई नराम्रो लाग्छ र उनी घर जाँदै गर्दा पनि यसकै बारेमा सोचेर रिसाउँदै क्योमोतोको बारेमा नराम्रो भन्दै आफ्नो घर जान्छन्। त्यसपछि उनी दिन र रात आफ्नो आर्टलाई इम्प्रुभ गर्न लाग्छिन्। उनी यति धेरै मिहिनेत गर्छिन् कि आफ्नो साथीहरूसँग खेल्न र परिवारहरूसँग बोल्न समेत छाड्छिन्। यस्तो गर्दा गर्दै 2 वर्ष बित्छ र उनी अब 6 कक्षामा हुन्छन्। तर अझै पनि उनी माङ्गा नै ड्र गर्नमा ध्यान दिन्छन्, ताकि क्योमोतोलाई हराउन सकुन्। उनी बस आफ्नो रुममै बसेर माङ्गा ड्र गर्छिन्। त्यसपछि स्कुलमा यो विकको न्युजपेपर पनि आउँछ, तर यहाँ पनि क्योमोतोको आर्ट फुजिनोको भन्दा धेरै बेटर थियो। यो देखेर फुजिनो हार मान्छन् कि बस अबदेखि उनी कहिले माङ्गा ड्र गर्ने छैनन्। त्यसपछि उनी माङ्गा ड्र गर्न छाड्छिन् र आफ्नो साथीहरूसँग नर्मली घुम्न, खेल्न र रमाइलो गर्न थाल्छिन्। अब यसरी नै समय बित्छ र उनीहरूको ग्रेजुएसनको दिन पनि आउँछ, तर त्यो दिन पनि क्योमोतो स्कुल आएकी हुँदिनन्। त्यसैले टिचर फुजिनोलाई क्योमोतोको ग्रेजुएसन सर्टिफिकेट दिनको लागि उनको घर जान भन्छन्, तर यसको लागि फुजिनो असहमत भएपछि टिचरले धेरै फोर्स गर्छन् र अन्त्यमा फुजिनो यसको लागि मान्छिन्। त्यसपछि उनी क्योमोतोको घर जान्छन्। घर पुगेर उनले क्योमोतोलाई बोलाउँछिन्, तर कसैले पनि रेस्पोन्स दिँदैनन्। फुजिनोले त्यहाँ देख्छिन् कि ढोका खुल्लै रहेछ र उनी भित्र पस्छिन्, तर उनले त्यहाँ पनि कसैलाई देख्दिनन्। अलि भित्र गएपछि उनले एउटा रुमको बाहिर धेरै स्कुल न्युजपेपरहरू देख्छिन्। यसको मतलब क्योमोतो हरेक विकको न्युजपेपर हेर्ने गर्छिन्। त्यसपछि फुजिनो आफ्नो ब्यागदेखि एक माङ्गा स्क्रिप्ट निकाल्छिन् र त्यहाँ माङ्गा ड्र गर्छिन्, जसमा उनले क्योमोतोलाई बाहिरी दुनियाँ हेर्न र इन्जोय गर्न सजेस्ट गरेकी थिइन्। त्यसपछि फुजिनो क्योमोतोको ग्रेजुएसन सर्टिफिकेट र त्यस माङ्गा स्क्रिप्टलाई त्यहीँ छाडेर आफ्नो घर जान निस्किन्छन्। त्यही बेला क्योमोतो घरबाट बाहिर निस्केर फुजिनोलाई बोलाउँछिन् कि मास्टर फुजिनो। यो सुनेर फुजिनो पछाडि फर्किन्छन् र त्यहाँ उनले क्योमोतोलाई पहिलोपल्ट देख्छिन्, जहाँ क्योमोतो आत्तिँदै भन्छन् कि म तिम्रो हरेक विकको न्युजपेपर हेर्छु, मलाई तिम्रो माङ्गा ड्रइङ मनपर्छ, म तिम्रो बिग फ्यान हो, के तिमी मलाई अटोग्राफ दिन सक्छौ? यो सुनेर फुजिनो हैरान हुन्छन्। क्योमोतोसँग अटोग्राफको लागि केही नभएकोले उनी आफ्नो ब्याक साइडमै फुजिनोलाई अटोग्राफ दिन भन्छन्। फुजिनोले पनि क्योमोतोको ब्याक साइडमा अटोग्राफ दिन्छन्। क्योमोतो फुजिनोको आर्टको धेरै तारिफ गर्छिन् र उनले अचम्म मान्दै सोध्छिन् कि तिमीले 6 कक्षादेखि अचानक माङ्गा ड्र गर्न किन छाड्यौ? यो सुनेर फुजिनोले झुट भन्छन् कि उनी अर्को माङ्गा लेख्दैछिन्, जसलाई उनले माङ्गा अवार्डमा सबमिट गर्नेछिन्। यो सुनेर त क्योमोतो खुसीले पागलै हुन्छन्। त्यसपछि उनले फुजिनोको नयाँ माङ्गा पढ्न आफू एकदमै एक्साइटेड भएको बताउँछिन्, तर बिचारीलाई के थाहा कि फुजिनोले माङ्गा ड्र गर्नै छाडिसकेकी छिन्। त्यसपछि त्यहाँ पानी पर्न थाल्छ। यो देखेर फुजिनो क्योमोतोलाई बाई भनेर त्यहाँबाट जान्छन्। घर जाँदै गर्दा उनी धेरै खुसी देखिन्छन्, किनकि जसलाई उनले आफ्नो राइभल सोचेकी थिइन् त्यसैले आज आफ्नो तारिफ गरेको सुनेपछि खुसी नहोस् पनि कसरी। घर पुगेपछि उनले फेरि मन लगाएर माङ्गा ड्र गर्ने सोच्छिन्, किनकि उनलाई क्योमोतोको कुराले मोटिभेसन मिल्यो। तर यो पल्ट कम्पिट गर्ने होइन, इम्प्रुभ गर्ने। र यसरी नै उनी फेरि माङ्गा ड्र गर्न थाल्छिन्। केही समयपछि क्योमोतो र फुजिनो राम्रो साथी बन्छन्
र उनीहरू मिलेर एउटा माङ्गा लेख्न थाल्छन् जहाँ फुजिनो स्टोरी र क्यारेक्टर ड्र गर्छिन् भने क्योमोतो सबैको ब्याकग्राउन्ड ड्र गर्छिन्। यसरी नै उनीहरूले आफ्नो कडा मेहनतबाट त्यस माङ्गालाई कम्प्लिट गर्छन् र त्यसलाई माङ्गा अवार्डमा सबमिट गर्नका लागि लग्छन्, जहाँ पब्लिसर पनि हैरान हुन्छन् किनकि यति सानो उमेरमा त्यो पनि स्कुल जाने बच्चाहरूले यति राम्रो माङ्गा लेखेका छन्। उनी भन्छन् कि यदि यो माङ्गाले अवार्ड नजिते पनि यो हनरेबल मेन्सनमा त अवश्य आउनेछ र यस्तो नै हुन्छ। उनीहरूको माङ्गा हनरेबल मेन्सनमा आउँछ र उनीहरूले 1 मिलियन येन जित्छन्, जसबाट उनीहरूले केही रकम विथड्र गरेर इन्जोय गर्छन्, मुभी हेर्न जान्छन्, बुक्स किन्छन्। यसरी नै उनीहरूले धेरै रमाइलो गर्छन्, जहाँ क्योमोतोको क्यारेक्टरमा पनि चेन्ज आएको हामी देख्छौँ। पहिला उनी इन्ट्रोभर्ट थिइन्, उनी बाहिर ननिस्की एक्लै रुमभित्र बसेर माङ्गा ड्र गर्थिन्, तर फुजिनोसँग भेटेपछि उनको लाइफ चेन्ज भयो। उनले बाहिरी दुनियाँ देख्ने र नयाँ नयाँ कुराहरूको एक्सपिरियन्स गर्ने मौका पाए, जसको लागि उनी फुजिनोप्रति आभार व्यक्त गर्छिन्। यसरी नै उनीहरूको लाइफ अगाडि बढिरहन्छ। उनीहरूले धेरै वान-शट माङ्गाहरू ड्र गर्छन् र ती सबै माङ्गाहरू पब्लिस पनि हुन्छन्। अहिलेसम्म उनीहरूले 7 वान-शट माङ्गा पब्लिस गरिसकेका छन्। यिनीहरूमध्ये एक माङ्गा यति धेरै पपुलर हुन्छ कि त्यो सिरियलाइज पनि हुन्छ, यानि कि अब उनीहरूको एक माङ्गा रेगुलर बेसिसमा च्याप्टर वाइज प्रिन्ट हुनेछ। र यो न्युज सुनेर फुजिनो त धेरै खुसी हुन्छन्, तर उनी नोटिस गर्छिन् कि क्योमोतो अलिक उदास छिन् र यस्तो किन उनले बुझ्दिनन्। जब उनीहरू फर्केर घर जाँदै गर्दा क्योमोतो फुजिनोलाई अब अरू माङ्गा आर्टमा उनको साथ दिन नसक्ने र आफ्नो आर्टलाई इम्प्रुभ गर्न आफूले आर्ट स्कुल जोइन गर्न चाहेको बताउँछिन्। यो सुनेर फुजिनोको इगो हर्ट हुन्छ र उनी भन्छिन्, ठिकै छ, त्यसै पनि तिमीले ब्याकग्राउन्ड मात्र त ड्र गर्ने गर्छौ, बाँकी सबै त मैले नै ड्र गर्ने गर्छु। म त्यसको लागि कुनै असिस्टेन्ट हायर गर्नेछु। यहाँ फुजिनोले यस्तो भने पनि उनी मनमा यस्तो चाहदिनन्। उनी क्योमोतोसँगै काम गर्न चाहन्छिन् र उनी क्योमोतोको इन्ट्रोभर्ट हुनुको फाइदा उठाउँदै भन्छिन् कि आर्ट स्कुलमा तिमीले धेरै मानिसहरूसँग बोल्नु पर्नेछ, धेरै मानिसहरूसँग इन्ट्र्याक्ट हुनुपर्छ। के तिमी यस्तो गर्न सक्छौ? जसमा क्योमोतो भन्छिन्, यो कुरामा म आफूलाई पुस गर्नेछु। फुजिनोले क्योमोतो आफूसँगै काम गरी धेरै राम्रो हुने कुरा बताउँदा क्योमोतोले भनिदिन्छन् कि म तिमीमा डिपेन्ड हुन चाहदिन, म आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छु, म एक इन्डिपेन्डेन्ट आर्टिस्ट बन्न चाहन्छु। यसरी उनीहरूको बीचमा मनमुटाव हुन्छ र उनीहरू एकअर्काबाट टाढा हुन्छन्। क्योमोतोले आर्ट स्कुल जोइन गर्छिन् भने फुजिनो एक्लै त्यो सिरियलाइज माङ्गामा काम गर्न थाल्छिन्। यसरी नै धेरै समय बित्छ। उनले 12वटा माङ्गा लेखिसकेकी छिन् र उनको माङ्गाले एनिमे एडेप्सन पनि पाएको छ। तर यसैबीच 10 जनवरी 2016 मा एउटा ठुलो घटना घट्छ जसले फुजिनोको पुरै लाइफ चेन्ज हुनेवाला छ। फुजिनो आरामसँग बसेर आफ्नो माङ्गामा काम गरिरहेको हुन्छन् कि त्यही बेला उनको ध्यान नजिकै चलिरहेको टिभीतिर जान्छ। न्युजमा यो बताइरहेको हुन्छ कि एकजना व्यक्ति आर्ट स्कुलमा हतियारसहित बसेर स्टुडेन्ट्सहरूमाथि हमला गरिरहेको छ र यो त्यही आर्ट स्कुल हो जहाँ क्योमोतो गएकी छिन्। यो न्युज सुनेर फुजिनो एकदमै डराउँछिन्। उनी आत्तिँदै क्योमोतोलाई फोन गर्छिन्, तर अब धेरै ढिला भइसकेको थियो। त्यो साइको किलरले क्योमोतो लगायत अन्य 12 जनाको मर्डर गरेको रहेछ र त्यो बाहेक अरू धेरै मानिसहरू नराम्रोसँग घायल भएका रहेछन्। र यो सुन्ने बित्तिकै फुजिनो रुन थाल्छिन्। उनले क्योमोतोसँग गरेको एक कन्भर्सेसनलाई याद गर्छिन्, जहाँ उनले क्योमोतोलाई भनेकी थिइन् कि यदि उनीहरूले आफ्नो माङ्गा सिरिज बनाए भने त्यसमा उनीहरूले सुपर असम आर्टलाई ड्र गर्नुपर्नेछ। सायद त्यसैको कारणले क्योमोतोको मनमा आफ्नो आर्टलाई इम्प्रुभ गर्ने सोच आएको होला र उनले आर्ट स्कुल जोइन गर्ने डिसिजन लिइन्। अर्कोतर्फ फुजिनोले माङ्गा ड्र गरेरै आफ्नो आर्टलाई इम्प्रुभ गर्ने डिसिजन लिइन् र यही कुराहरू सोचेर यो सबै हुनुमा फुजिनो आफूले आफूलाई दोष दिन्छिन्। यदि उनले क्योमोतोलाई आर्ट इम्प्रुभ गर्न नभनेकी भए क्योमोतोले आर्ट स्कुल जोइन गर्ने थिएनन्। यो सबै कुराहरूको दोषी फुजिनो आफूले आफूलाई ठान्छिन्। सिन सिफ्ट हुन्छ र हामी फुजिनोलाई क्योमोतोको फ्युनेरल एटेन्ड गरेको देख्छौँ, तर उनी मनभित्रभित्रै आफूलाई यसको जिम्मेवारी ठान्छिन्, जसले गर्दा उनको मेन्टल हेल्थ बिग्रिन्छ र उनले अब माङ्गा ड्र गर्न पनि छाडिसकेकी छिन्। केही समयपछि उनी क्योमोतोको घर जान्छिन्, जहाँ उनले त्यहाँ रहेको माङ्गाहरूलाई हेर्दै उनी सोच्छिन् कि यो सबै कहाँबाट सुरु भएको थियो। यो त्यो दिनबाट सुरु भएको थियो जब फुजिनो पहिलोपल्ट क्योमोतोको घर
उनलाई स्कुल न्युजपेपर दिन आएकी थिइन्, जहाँ उनले त्यो माङ्गा स्क्रिप्ट ड्र गरेकी थिइन्। तिमी आफ्नो रुमबाट बाहिर निस्क र लाइफलाई इन्जोय गर। र यो सबै याद गरेर अझ फुजिनो आफूले आफूलाई ब्लेम गर्न थाल्छिन् कि यो सबै मेरै गल्ती हो। यदि त्यो दिन मैले उनलाई यो सबै नभनेको भए आज यस्तो हुने थिएन। मेरै कारणले उनको डेथ भएको हो। र यो सबै सोचेर उनी रुन थाल्छिन्। उनी आफ्नै इमेजिनेसनको दुनियाँमा पुग्छिन्। उनी इमेजिन गर्छिन् कि जब उनी पहिलोपल्ट क्योमोतोको घर जाँदा त्यहाँ बाहिर नआउन भनी ड्र गरेकी भए, जसको कारण क्योमोतो कहिले बाहिर निस्किदिन थिइन्। उनले बाहिरी दुनियाँ कहिले देख्दिन थिइन्। उनी बस आफ्नो रुममै बसेर ड्र गरिरहन्थिन्। तर अब यस्तो इमेजिन गरेर के नै फाइदा हुन्छ र? जे नहुनु थियो त्यो त भइसकेको छ। अझै पनि उनी इमेजिन गर्छिन् कि सायद पछि क्योमोतोले आर्ट स्कुल जोइन गरेकै भए पनि जुन दिन त्यो किलर स्कुलमा पसेको थियो त्यो दिन उनले क्योमोतोलाई बचाउने थिइन्, जहाँ फुजिनोले उनलाई बचाउँदा धेरै इन्जर्ड हुने थिइन् र फुजिनोले आफ्नो ज्यान बचाएकोमा क्योमोतो उनीप्रति आभार व्यक्त गर्थिन्। अब यहाँ जे भइरहेको छ त्यो बस फुजिनोको इमेजिनेसन मात्र हो। उनी सोचिरहेकी छिन् कि सायद यस्तो भएको भए आज क्योमोतो जिउँदो हुने थिइन्। अझै उनी इमेजिन गर्थिन् कि थ्याङ्क्स भनेपछि क्योमोतोले उनको नम्बर माग्थिन् र जब उनी आफ्नो नाम बताउँथिन् तब क्योमोतोलाई याद आउँथ्यो कि उनको स्कुल टाइममा फुजिनो नामको क्लासमेट थिइन् जसले माङ्गा ड्र गर्थिन्, जसलाई उनले बच्चामा पढ्ने गर्थिन्। यसरी उनीहरू माङ्गाको थ्रु फेरि साथी बन्थे र फुजिनोले क्योमोतोलाई आफ्नो असिस्टेन्ट बनाउँथिन्। तर यो सबै बस उनी इमेजिन मात्र गर्न सक्छिन्। अब जे हुनु थियो त्यो त भइसक्यो। क्योमोतो सधैँको लागि गइसकी। अब उनी केही गरेर पनि फर्केर आउने छैनन् र यो सबै कुराहरू सोचेर फुजिनो रुन थाल्छिन्। अनि यो रियालिटीलाई एक्सेप्ट गरेर उनी फेरि माङ्गा ड्र गर्न स्टार्ट गर्छिन्। यो सँगै मुभी यही इन्ड हुन्छ। मुभीले हामीलाई यो बताएको छ कि तपाईको एक डिसिजनले तपाईको होल लाइफलाई चेन्ज गरिदिने ताकत राखेको हुन्छ। मुभीमा पनि यस्तै भएको छ। यदि क्योमोतोले आर्ट स्कुल जोइन गर्ने डिसिजन नलिएकी भए आज उनीहरू दुईजना सँगै खुसी भएर बसिरहेका हुन्थे। तर हुने कुरालाई कसले रोक्न सक्छ र? त्यसैले हामीले रियालिटीलाई पनि एक्सेप्ट गर्न सक्नुपर्छ। जस्तै फुजिनोले रियालिटीलाई एक्सेप्ट गरी लाइफमा मुभ अन गरिन् र यो सँगै यो मुभी यही इन्ड हुन्छ। आई होप तपाईहरुलाई यो भिडियो मन पर्यो होला। जानुभन्दा अगाडि भिडियोलाई लाइक र यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला ताकि अरूपल्ट यस्तै मास्टरपिस एनिमी मुभी लिएर आएको बेला तपाईलाई पनि थाहा होस् र हामी यस्तै अर्को मास्टरपिस एनिमी मुभीमा फेरि भेट्नेछौँ। त्यति बेलासम्मको लागि सायोनारा एभ्रिवान।